र अहिले चाहिँ हामी भएर जाँदैछौँ किनकि हामीले स्कुटी चाहिँ उहाँ एकदमै माथि राखेको छ। त्यो भएर हामी चाहिँ अहिले नुहाइदै गरेर हिँड्दै जाँदैछौँ। तपाईँले देख्न सक्नुहुन्छ हाम्रो केटाहरू, यता हाम्रो केटाहरू जाँदैछ। म चाहिँ यता भिडियो बनाउँदै बसिरहेको छु। हेर्नु उता चाहिँ इन्डियापट्टि चाहिँ घाम लागेको छ हो, यता चाहिँ एकदम घामै लागिरहेको छैन, तर यता चाहिँ पानी पर्दैछ हो। अरे कहना क्या चाहते हो? हल्का रिमरिम पानी पर्दैछ। त्यो भएर हामी चाहिँ